आधुनिक नेपालको नक्सा कोर्ने व्यक्ति को थियो होला? आज हामी तिनै संस्थापक पृथ्वीनारायण शाहको कथालाई अलिक गहिरिएर हेर्नेछौँ। उहाँलाई अक्सर दक्षिण एसियाका जर्ज वाशिङटन पनि भनिन्छ। अब किन होला? जसरी जर्ज वाशिङटनले अमेरिकाका विभिन्न राज्यहरूलाई एकै ठाउँमा ल्याए, पृथ्वीनारायण शाहले पनि त्यस्तै, तर त्योभन्दा पनि जटिल परिस्थितिमा नेपालका लागि एउटा दूरगामी भूमिका निभाएका थिए। साँच्चै एउटा राष्ट्रलाई एकीकरण गर्न के चाहिन्छ? के त्यो सैन्य शक्ति मात्र हो कि राजनीतिक चतुर्याई वा एउटा दूरदर्शी सपना? पृथ्वीनारायण शाहको यात्रामा हामी यी सबै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्नेछौँ। उहाँले सामना गरेको चुनौती कति ठूलो थियो भन्ने कुरा यो एउटा सङ्ख्याले बताउँछ। 54। त्यो बेला नेपाल 54 भन्दा बढी स्वतन्त्र राज्यहरूमा टुक्रिएको थियो, जो आपसमै लडिरहन्थे। यस्तो अवस्थामा एउटा सिङ्गो राष्ट्र बनाउने सपना देख्नु नै कति ठूलो कुरा थियो होला। हरेक ठूलो यात्रा एउटा सानो कदमबाट सुरु हुन्छ। शाहको यात्रा पनि उनको प्रारम्भिक जीवन र एउटा सानो राज्यको राजकुमारले देखेको त्यो विशाल सपनाबाटै सुरु भएको थियो। एकछिन सोच्नुहोस् त, एउटा यस्तो भूमि जहाँ हरेक डाँडा र हरेक उपत्यकाको आफ्नै राजा थियो। यी 22 र 24 राज्यहरूबीच एकता थिएन, थियो त केवल निरन्तरको लडाईँ र शङ्का। अनि यही फुटले नै दक्षिणमा फैलिरहेको एउटा शक्तिशाली बाहिरी शक्तिका लागि नेपाल पस्ने ढोका खोल्दै थियो। हो, यहीँबाट उनको दूरदर्शिता प्रष्ट हुन्छ। उनी केवल एक राजा मात्र थिएनन्, एक रणनीतिकार पनि थिए। उनले छिमेकी राज्यहरूलाई बुझ्न खोजे, हतियार जम्मा गरे र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले ब्रिटिस इस्ट इन्डिया कम्पनीको विस्तारवादी खतरालाई धेरै पहिले नै बुझिसकेका थिए। सपना देख्नु एउटा कुरा हो, तर त्यसलाई यथार्थमा बदल्न लामो र कठिन बाटो हिँड्नै पर्छ। अब सुरु हुन्छ उनको एकीकरण अभियानको कथा, जुन विजय र पराजयले भरिएको छ। सफलता रातारात मिलेको थिएन। यो टाइमलाइनले देखाउँछ कि उनको अभियान दशकौंसम्म चल्यो। कीर्तिपुरमा सुरुको हारदेखि काठमाडौँ उपत्यकाको विजयसम्म यो यात्रा धैर्य र निरन्तर प्रयासको एउटा अद्भुत कथा हो। कीर्तिपुरको लडाईँ उनको दृढताको सबैभन्दा ठूलो प्रमाण हो। पहिलो हारले उनलाई रोक्न सकेन, बरु अझ बलियो रणनीति बनाउन प्रेरित गर्यो। यसले उनको कहिले हार नमान्ने स्वभावलाई छर्लङ्ग पार्छ। सायद उनको सबैभन्दा शक्तिशाली हतियार तरवार होइन, रणनीति थियो। उनले उपत्यकाका शक्तिशाली मल्ल राज्यहरूमाथि सिधै आक्रमण गरेनन्, बरु उनले उपत्यकालाई चारैतिरबाट घेरा हालेर आर्थिक नाकाबन्दी गरे। भित्र र बाहिर जाने हरेक व्यापारिक बाटो बन्द गरियो, जसले उपत्यकालाई भित्रैबाट कमजोर बनायो र अन्ततः घोडा टेक्न बाध्य बनायो। अब कथाको सबैभन्दा नाटकीय मोडमा प्रवेश गरौँ, जहाँ उनको अभियानको अन्तिम विजय नजिक थियो, तर एउटा अप्रत्याशित विदेशी शक्ति मैदानमा उत्रियो। यो एउटा महत्त्वपूर्ण मोड थियो। अब यो लडाईँ केवल स्थानीय राज्यहरू बीच मात्र सीमित रहेन, यसमा ब्रिटिस इस्ट इन्डिया कम्पनी पनि सामेल हुन आइपुग्यो। के शाहको अभियान यहीँ समाप्त होला त? तर आधुनिक हतियारले सुसज्जित ब्रिटिस सेना पनि नेपालको भूगोल र मौसमसँग हार्न पुग्यो। मुसलधारे वर्षा, रोकिएको आपूर्ति र स्थानीय सहयोगको अभाव, यी सबैले उनीहरूको अभियानलाई असफल बनाइदियो। अनि यही हारले पृथ्वीनारायण शाहको लागि बाटो सफा गरिदियो। र यसरी लगभग कुनै ठूलो लडाईँ बिना नै काठमाडौँमाथि विजय हासिल भयो। शाहले एकदमै सही समयको फाइदा उठाए। जब सबैजना जात्रामा मग्न थिए, उनको सेनाले उपत्यकालाई आफ्नो नियन्त्रणमा लियो। तर एउटा राज्य जित्नु र एउटा राष्ट्र बनाउनु फरक कुरा हो। अब हामी उनको विरासतको सबैभन्दा महत्त्वपूर्ण पाटो हेर्नेछौँ, उनको तलवार होइन, उनको शब्द, जसले भविष्यको नेपाललाई आकार दियो। उनको वास्तविक विरासत किल्ला र विजयहरूमा भन्दा पनि दिव्य उपदेश नामक यी शब्दहरूमा छ। यो नयाँ राष्ट्रको लागि तयार पारिएको एक राजनीतिक र नैतिक मार्गदर्शन थियो, भनौँ न एउटा संविधानको प्रारम्भिक रूप। यो उनको सबैभन्दा प्रसिद्ध भनाइ हो र यसले उनको दृष्टिकोणलाई सारांशमा बताउँछ। उनी एक समावेशी र विविधताले भरिएको राष्ट्रको कल्पना गर्थे, जुन सबै जात-जाति र समुदायको साझा घर होस्, एउटा साझा फुलवारी। उनको नीति 3वटा बलियो स्तम्भमा आधारित थियो। आर्थिक रूपमा आत्मनिर्भर बन्न, स्थानीय उत्पादनलाई बढावा दिने, रक्षाको लागि देशलाई नै एक प्राकृतिक किल्लाको रूपमा प्रयोग गर्ने र विदेशी शक्तिहरूसँग सचेत कूटनीति अपनाउने। यिनै सिद्धान्तहरूले नयाँ नेपालको जग बसाले।
त्यसैले उनको अन्तिम विरासत भनेको उपनिवेशवादको युगमा पनि एउटा सार्वभौम राष्ट्रको निर्माण गर्नु थियो। उनले एउटा यस्तो राष्ट्र बनाए जुन आफ्नो अस्तित्वको लागि आफै लड्न सक्थ्यो। हामी यो विश्लेषण एउटा विचारणीय प्रश्नको साथ समाप्त गर्दैछौँ। पृथ्वीनारायण शाहको कथाले हामीलाई सोच्न बाध्य बनाउँछ। वास्तवमा एउटा राष्ट्र निर्माणको वास्तविक मूल्य के हो?